नमस्कार। अहिले नेपालको पपुलेसन लगभग 3 करोड छ। त्यसमा 2 करोड मान्छे विदेश छ, 1 करोड मान्छे नेपालमा छ। 1 करोड नेपालको मान्छेहरु मध्ये अहिले 123 वटा पार्टी दर्ता भइसकेको छ। तपाईलाई के लाग्छ यसमा के भइरहेको छ अहिले नेपालमा? अहिले नेपालमा ओडा अध्यक्ष जसरी जो पनि मान्छे फेमस छ त्यसले आफ्नो एउटा नयाँ दल दर्ता गरेको छ। र तपाईलाई एउटा कुरा भन्न चाहन्छु म, देशमा जनता आउँछन्, पार्टी आउँछन्, नेता आउँछन्, राजा पनि आउँछन्, सबै आउँछन् जान्छन्, तर देश चाहिँ रहनुपर्छ भन्न चाहन्छु म। देश चाहिँ रहनुपर्छ। सबै कुरा आउँछन् जान्छन्। यहाँभन्दा पहिला कति नेताहरू आए, कति मरेर गए, कति राजा आए मरेर गए, तर नेपाल चाहिँ रहनुपर्छ। तर नेपाल रहनको लागि चाहिँ के गर्नुपर्छ भन्ने कुरो अब देशमा साँच्चीकै व्यवस्था र अवस्था दुईटै परिवर्तन गर्न जरुरी छ। जबसम्म देशको व्यवस्था परिवर्तन हुँदैन तबसम्म देशको अवस्था परिवर्तन हुनै सक्दैन साथीहरू। त्यो भएको हुनाले सम्पूर्ण जेन्जी साथीहरूलाई भन्न चाहन्छु म, तपाईले यहाँभन्दा पहिलाको भिडियो हेर्नुस्। एउटा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरिको महाकाली सन्धि गर्न दिल्ली गइरहेको बेला उहाँले दिल्ली गएर सन्धि गरेर आइसकेपछि नेपाली पत्रकारलाई जुन एउटा इन्टरभ्यु दिएर भन्नुभएको छ हाँसी हाँसी, मलाई राजा वीरेन्द्रले धेरै चोटि रोक्नुभयो दिल्ली गएर सन्धि नगरेस् भनेर, तर पनि मैले दिल्लीमा गएर सन्धि गरेर आएँ भनेर हाँसी हाँसी भनिरहेको छ अहिले शेरले। त्यो भिडियो तपाईले अहिले पनि युट्युबमा सर्च गरेर हेर्नुस्, पाउनुहुन्छ। मैले पर्सनली राजा शासन कस्तो थियो भनेको देखेको छैन, तर मलाई राजा शासन जस्तो भए पनि तर देशको गद्दारी चाहिँ राजाले गर्थ्यो जस्तो मलाई लाग्दैन र गर्न पनि सक्दैन कहिले पनि साथीहरू। यो जुन घरमा चप्पल लगाउन नपाएको रिसमा बाटोमा आएर ढुङ्गा हानेर नेता बनेर अहिले देश बेच्न लागिरहेका छन् केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा, यिनीहरूलाई भन्न चाहन्छु म, तपाईहरुले ढुङ्गा हानेकै भरमा सम्पूर्ण देशको व्यवस्था परिवर्तन गर्नुभयो र तपाईले आफ्नो अवस्था परिवर्तन गर्नुभयो। के तपाईले देशको अवस्था परिवर्तन गर्नुभयो? के तपाईलाई भोट दिएर पठाएका जनताको अवस्था चेन्ज गर्नुभयो? सम्पूर्ण नेपालीहरूलाई सोध्न चाहन्छु म, तपाईको नेताले तपाईको अवस्थामा के परिवर्तन ल्याएर आयो? भोलि यदि नेपालको पनि अवस्था अफगानिस्तानको जस्तो भयो भने यी सम्पूर्ण नेताहरूले विदेशमा आफ्ना घर बनाएर बसिरहेका छन्। चाहे राष्ट्रपति होस्, चाहे प्रधानमन्त्री होस्, चाहे मन्त्री होस्, चाहे सांसद हुन्, सबैले सबैका छोराछोरी विदेशमा छन् र सेटल भएर घर बनाएर बसिरहेका छन्। भोलि नेपालमा चाइना, अमेरिका, इन्डिया अथवा जुनसुकै कन्ट्रीले अट्याक गर्दा बित्तिकै यिनीहरू आफ्नो आफ्नो हेलिकप्टर समातेर उड्नेछन् र मर्ने भनेको भोलि कि तपाई हो कि म हो, त्यो देशको लोकल जनता नै हो मर्ने भनेको। त्यो भएको हुनाले म भन्न चाहन्छु, अहिले देशको अवस्था चेन्ज नगरेपछि कहिल्यै पनि यो व्यवस्था चेन्ज हुने छैन। अहिले जेनजीहरुको आन्दोलनले देशको अवस्था हल्का भरपर्दो र हल्का पलाउन सुरु गरेको छ। जुन 30 वर्षदेखि भ्रष्टाचारको व्यवस्था फाले अझै पनि हिम्मत गरिरहेका छन् फेरि हामी आउँछौं भन्ने, तर फेरि पनि यिनीहरुले आउन दिने हो भने व्यवस्था परिवर्तन कहिल्यै पनि हुँदैन। जबसम्म व्यवस्था परिवर्तन हुँदैन, लेखेर राख्नुस् एउटा कुरा, देशको अवस्था परिवर्तन कहिले पनि हुन सक्दैन। त्यो भएको हुनाले सम्पूर्ण देशका जनतालाई भन्न चाहन्छु म, जसरी हिजोको भिडियोमा महेश बस्नेतलाई बहिष्कार गरियो त्यसरी सम्पूर्ण देशभरि नै सम्पूर्ण पार्टीहरूलाई बहिष्कार गर्न भन्न चाहन्छु म। र जेनजीहरुको एउटा मुद्दा, देशमा प्रत्यक्ष प्रधानमन्त्री हुनुपर्ने। र जेनजीहरुलाई एउटा कुरा अर्को कुरा भन्न चाहन्छु म, यदि तपाईले देशमा प्रत्यक्ष प्रधानमन्त्री चाहिरहनु भएको छ भने एउटा कुरा लेखेर राख्नु होला, प्रत्यक्ष प्रधानमन्त्रीलाई कन्ट्रोल गर्ने एउटा व्यवस्था हुनै पर्छ। त्यो व्यवस्था भनेको राज संस्था भन्दा राम्रो अर्को कुनै व्यवस्था हुनै सक्दैन। किनभने
प्रत्यक्ष प्रधानमन्त्री निरङ्कुश भयो भने त्यसलाई राजाले कन्ट्रोल गर्नेछ। र राजा भनेको एउटा मात्रै यस्तो संस्था हो जसले देशको कुभलो कहिल्यै पनि सोच्ने छैन। किनभनेपछि जब देशै रहेन भने राजा कहाँको रहने? यी चप्पल पड्काएर आएर देशको व्यवस्थामा बस्ने नेताहरूले सम्पूर्ण देशका नदीनालाहरू बेचेर खाइसके। यो नदीनालाहरू बेचेर खाएको व्यवस्थाको असर हामीहरूले अब आउने 2 पुस्ता पछिको पुस्तालाई पर्नेछ, हाम्रो छोराको पनि छोरालाई पर्ने, यो बल्ल समस्या देखिनेछ। त्यो भएको हुनाले अहिले देशमा अन्तरिम सरकार छ। यो सरकारले पहिला व्यवस्था चेन्ज गरोस् र अनि देशवासीहरूको अवस्था चेन्ज गरोस्। र लास्टमा एउटा कुरा फेरि भन्न चाहन्छु म, नेता आउँछन् जान्छन्, राजा आउँछन् जान्छन्, पार्टी आउँछन् जान्छन्, हरेक मान्छेहरू आइरहेका छन्, गइरहेका छन्, बाँचिरहेका छन्, मरिरहेका छन्, तर देश रहनुपर्छ। थ्याङ्क यू सो मच।